थम्बनेल र टाइटल देखेर थाहा पाइसक्नु भयो होला आज के को बारेमा भनेर टिकटकबाट कति इन्कम भयो मेरो कति आएको छ भनेर तपाईहरुलाई जिज्ञासा भइराखेको होला र म अहिले तपाईहरुलाई खुलाउँदिन एकमा म मम्मीलाई गर्न लगाउँछु अनि मम्मीले गर्नुहुन्छ अनि त्यतिबेला थाहा पाउनुहुन्छ तपाईहरुले कति जति आएछ त मेरो टिकटकबाट पहिलो इन्कम भनेर अनि म यो पैसा दिने बेला चाहिँ सिधै मेरो टिकटकबाट आएको पैसा भनेर भन्दिन सुरुमा चाहिँ म प्राङ्क टाइपको गर्छु मम्मीलाई भैसी घरको भैसी बेचेको पैसा हो यताउता भनेर गर्न लगाउँछु हैन लास्टमा मात्र भन्छु म टिकटकबाट आएको पैसा भनेर सिधै त्यही गरे भेटौँ म त अब एकैचोटी दुबई जाने कमाउने अनि त्यहाँबाट अर्को कता कता देश जानु मन लाग्छ त्यहीबाट एप्लाई गर्ने अनि हेर न यत्रो पैसा आएछ टिकटकबाट आएछ अब बाउलाई दिनु पर्यो ट्याक्कै मार्दैन हाम्रो टिकटकबाट आयो टिकटकबाट आएर कति हजार आएछ बाउले करा दिनको 200 मागेर बाउलाई दियो अब पैसा धेरै भयो टिकटकबाट कमा कति हजार आएछ गोरु जस्तो आउँदा किन माग्नु पर्छ ए 2000 2000 3000 4000 5000 6000 6000 7000 8000 9000 10000 11000 12,000 छोराले हाती कमाएछ बाउले दिया छोरा घरै बसी कमाएछ किन जानु पर्यो त कमाउने नि त्यहाँबाट अर्को कता कता देश जानु मन लाग्छ त्यहीबाट एप्लाई गर्ने छोरा घरै बसी कमाएछ किन जानु पर्यो त